नमस्कार आदरणीय उपस्थित महानुभावहरू, ज्येष्ठ नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी सबै यहाँ हाम्रो गौरवशाली थारू संस्कृति, परम्परा र पहिचानलाई जोगाउन तथा पुस्तान्तरण गर्न आयोजित गोटियार सम्मेलनमा एकत्रित भएका छौं। आजको यो सम्मेलनले टाढा टाढाबाट आएका डेमन रौरा परिवारलाई एक ठाउँमा जोडेको छ। यसले आपसी चिन्जान, सम्बन्ध, माया र सहकार्यलाई अझ बलियो बनाउने काम गर्दछ। बदलिन्दो समयसँगै मानिसहरू व्यस्त भइरहेका छन्, तर यस्ता कार्यक्रमहरूले हामीलाई आफ्नो जरा र पहिचान सम्झाउने अवसर दिन्छन्। डेमन रौरा गोटियार थारू समुदायभित्रको एक महत्त्वपूर्ण वंश तथा पहिचान हो। हाम्रो पुर्खाहरूले जोगाएर राखेको संस्कार, परम्परा र सामाजिक मूल्यलाई आज हामीले गर्वका साथ अगाडि बढाइरहेका छौं। यही परम्परा र सम्बन्धलाई मजबुत बनाउन यस्ता सम्मेलनहरूको विशेष महत्त्व रहेको छ। गोटियार सम्मेलनले केवल मनोरञ्जन मात्र होइन, एकता, सहकार्य र सांस्कृतिक संरक्षणको सन्देश पनि दिएको छ। हामी सबै मिलेर आफ्नो समाजलाई शिक्षित, सङ्गठित र सशक्त बनाउन अगाडि बढ्नुपर्छ। यस सम्मेलनमा प्रस्तुत हुने सखिया नृत्य, लोकगीत, मघौटा नाच तथा परम्परागत कला हाम्रो सांस्कृतिक धरोहर हुन्। यिनले हाम्रो इतिहास र जीवनशैलीलाई उजागर गर्छन्। त्यस्तै हाम्रो परम्परागत थारू पोशाक, गहना र खानाका परिकारहरू पनि हाम्रो गौरव हुन्। घोङ्गी, ढिक्री, माछा लगायतका परिकारहरूले हाम्रो मौलिक स्वाद र जीवनशैलीलाई चिनाउँछन्। आजको आवश्यकता भनेको हाम्रो संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउनु हो। यदि हामीले आफ्ना भाषा, कला र संस्कारलाई संरक्षण गर्न सकेनौं भने भविष्यमा हाम्रो मौलिकता हराउन सक्छ। त्यसैले युवा पुस्ताले आफ्नो संस्कृति सिक्न, बोल्न र जोगाउन आवश्यक छ। प्रिय उपस्थित महानुभावहरू, आजको यो सम्मेलनले केवल भेटघाट मात्र गराएको छैन, यसले हामीलाई आफ्नो जरा र पहिचान सम्झाउने काम पनि गरेको छ। हामी जहाँ पुगे पनि, जुनसुकै पेशा वा ठाउँमा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई कहिल्यै बिर्सनु हुँदैन। अन्त्यमा यस भव्य डेमन रौरा गोटियार सम्मेलन सफल बनाउन योगदान दिने आयोजक समिति, सहयोगीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। हाम्रो डेमन रौरा समाजको एकता सधैँ बलियो रहोस्। हाम्रो संस्कृति र पहिचान सदा जीवित रहोस्। धन्यवाद।